आज म हजुरहरूलाई लिएर आएको छु होन्डा डियो BS6 110। आज हामी यसको स्पेक्सको कुरा गर्नेछौँ र यसमा के एडिसनल कुराहरू छ, BS6 110 मा चाहिँ के छ त नयाँ कुरा भन्ने कुराको आज हामी कुरा गरौँ है त। ओके, डियो 110 BS6 दुईटा भेरिएन्ट आउँछ, एउटा DLX एउटा STD मा। STD मा चाहिँ तपाईँको एनालग मिटर आउँछ भने हेडलाइट हेलोजेनमा आउँछ भने तपाईँको DLX मा चाहिँ फुल डिजिटल मिटर आउने भयो, हेडलाइट पनि LED मा आउने भयो। DLX को चाहिँ फर्स्ट लुक्सको कुरा गरौँ। लुक्स चाहिँ एकदम राम्रो ग्लसी हैन, एकदमै फिनिशिङ टच चाहिँ एकदम राम्रो भएको छ। यो पाँचवटा कलरमा आउँछ। तपाईको एउटा ब्लूमा आउने भयो, रेड भयो, अनि तपाईको एउटा गोल्डन ब्ल्याकमा आउँछ भने एउटा फुल्ली ग्रे र एउटा सिल्भरमा आउँछ। टायरबाट सुरु गरौँ। टायर चाहिँ यो 12 सेक्सनको आउँछ। पहिलाको डियो बेस 4 मा चाहिँ 110 मा 10 को आउँथ्यो भने यो चाहिँ 90 12 को सेक्सनको आउँछ। यो अलिकति हाइट आउँछ। अनि सकरको कुरा गर्नुपर्दा यो टेलिस्कोपिक सकमा आउँछ। बेस 4 110 मा स्प्रिङ सक आउँथ्यो भने यो चाहिँ टेलिस्कोपिक आउँछ। हेडलाइट फुल्ली LED आउँछ, माथि पोजिसन लाइट पनि LED मै आउँछ। यो दुईटा अप्सनमा छ। STD मा तपाईको लाइट हेलोजेनमा आउँछ भने यो चाहिँ DLX भर्जनमा चाहिँ फुल्ली LED मा आउँछ है। अनि हामी ब्रेकिङ सिस्टमको कुरा गर्नुपर्दा ब्रेकिङ सिस्टम चाहिँ उही होन्डाको कम्बी आउँछ। सदा चाहिँ लेफ्टको हान्नु भयो भने अगाडि पनि लाग्छ, पछाडिको पनि लाग्छ। ओके, अब हामी डिजिटल मिटरको कुरा गरौँ। डिजिटल मिटर फुल डिजिटलमा आउँछ। तपाईको यसमा टोटल्ली लोडेड स्पेक्स भएको छ। माइलेज, तपाईको ट्रिप, अनि तपाईको गाडी कति रेन्ज दिन्छ, कति हिँड्छ, सबै देखाइदिन्छ। एकदमै राम्रो छ तपाईको यो चाहिँ। अनि त्यसपछि अब हामी पछाडि आउँदाखेरि चाहिँ तपाईको यो पहिलेको पेट्रोल हाल्दाखेरि चाहिँ सिट खोल्नु पर्थ्यो भने अहिलेकोमा चाहिँ पर्दैन। यो चाहिँ अगाडिबाटै खोल्न मिल्छ। यो अगाडिबाटै खोल्न मिल्छ। तपाईले फ्युल हाल्नलाई आफू झर्नु पर्दैन। यो पछाडिबाटै गरिन्छ, यो पछाडिबाटै लागिन्छ है। अनि त्यसपछि तपाईको यो ब्याकलाइट, यो चाहिँ हेलोजन ल्याम्पमा आउँछ। तपाईको यता हुनुहोस्। अब हामी यो साइलेन्सर पाइप, साइलेन्सर तपाईको एक्जस्ट नोट पनि एकदम राम्रो छ। यो चाहिँ सिंगल होलमा आउँछ भने तपाईको यसको एक्जस्ट नोट पनि एकचोटि सुनिहेरौँ है त। यो पनि एकदमै पावरफुल सुनिन्छ। साउन्ड चाहिँ एकदम मजाको छ। पछाडिको टायरको कुरा गर्दाखेरि चाहिँ यो त 10 सेक्सनको आउँछ। अगाडिको 12 सेक्सनको आउँछ भने यो पछाडि चाहिँ 10 सेक्सनको आउँछ। यो पहिलाको डियो बेस 4 मा पनि पछाडि सेम यही नै आउँथ्यो है। अनि त्यसपछि अनि यो ब्याजिङको कुरा गर्नुपर्दा तीनटा कलर मरून, ब्लू र ग्रेमा चाहिँ यो तपाईको यो डियो लेखेको चाहिँ क्रोम ब्याजिङमा आउँछ भने गोल्डन डियो तपाईको अनि तपाईको सिल्भरमा चाहिँ यो स्टिकर ग्राफिक्समा आउँछ। यो क्रोममा चाहिँ अलिकति प्रिमियम देखिन्छ। अनि ओभरअल लुक्सको कुरा गर्नुपर्दा गाडी एकदमै बवाल छ। ओके, यसको इन्जिनको स्पेक्सको कुरा गर्नुपर्दा चाहिँ यसले 9.03 न्युटन मिटर अफ टर्क जेनेरेट गर्छ 5250 RPM मा भने 5.78 किलोवाट निकाल्छ 8000 RPM मा। ओके, अब यो ओभरअल कुरा गरौँ। म अलिकति छोटकरीमा गएँ। डियो 110 BS6 जसलाई पनि उपयुक्त छ। हजुरहरू या त स्टुडेन्ट हुनुहुन्छ कलेज जानुहोस्, या त हजुरहरू अफिस जानुहोस्, या त कोही टुर लिएर जानुहोस्। जहाँ जानुहोस्, जता लग्नुहोस्, जहाँ पनि पुग्छ यो डियो 110। PGM FI हो। माइलेज पनि एकदम राम्रो छ। तपाईको पावर पनि एकदमै दमदार छ। त्यसमा डाउट लिनै पर्दैन।